मगर भाषामा भन्छ मासुलाई स्या। फुलकुमारी यही आउँदो मङ्सिरमा मसँग गर्छौ त बिहा। हामी लगभग हाँडी घोप्टेको मासु 3-4 किलो ल्याएर यहाँ ढुङ्ग्रेर हान्नेवाला छौँ। ठोटो जिक्चुले ल्या जिक्चुले ल्या ल। यहाँ चाहिँ हाम्रो सोल्टीले यहाँ बङ्गुरको मासु हेर्नु गाइस टक्क बोलेको अवस्था सोल्टी है। हाम्रो विजय दशमी होइन 2082 को धेरै धेरै हार्दिक धेरै धेरै शुभकामना छ सबैजनालाई लगायत अनि गाइस खाइ ल फुलकुमारी खाइ ल बङ्गुरको मासु। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हेलो लेडिज और जेन्टलमेन, माय नेम इज निक्की डी। मगर टक्क लाएर फेरि पनि स्वागत छ मेरो ब्लगमा। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि टक्क लाएर हामी चाहिँ आज दसैँ मनाउन जाँदैछौँ। हामी चाहिँ होइन टक्कै केटाहरू त आइरहेको छ, 2 जना अगाडि गइरहेको छ। हामी चाहिँ स्पेसल्ली खाडीदेखि अब दसैँ मनाउन हिँड्दैछौँ होइन। अब दसैँको बेलामा हाम्रो चाहिँ छुट्टी हुँदैन, गाह्रो छ नि अब अर्काको देशमा। ओइ होइ के गर्नु, रोएर बसेर भएन, काम गर्नु पर्यो, खुत्रो खुत्रो काम गर्न आएको मान्छे होइन। अब त्यही भएर आज चाहिँ हामी ठ्याक्क यो छुट्टी, आज सन्डे छुट्टी थियो, त्यसै छुट्टी भएको अवसरमा हामी टक्का दसैँ मनाउन हिँड्दैछौँ। फेरि बङ्गुरको मासु पोलेर खान जाँदैछौँ हामी चाहिँ फाइनली। र सब ओहो बहादुर त्यो इसी डोन किलो। Oh my God! म जी इधर भिडियो खान का दोन के मान्छे के है जिमिना माजिक ले गए जी माजिक ले आशा लगाई जी ने खाना हुई ची मां खाने के मां। कौन है ये लोग, कहाँ से आते हैं? जिम दिँदै कुरिया कट एङ्गुस मलाई माग बदिरिया माजिक लेके बहादुर ची मेरा जिम के माहा टकै मथुरा का यार। ये फंस गया सीएम। माले माले मस्ती ना ठोटो जिक्चु ले लिया खत्म, बाय बाय टाटा गुड बाय गया। आइए टोकेटा माउरीले त माउरी होइन, सानो सानो माउरीले टोकेटा पुरा टोकियो। के गर्ने हातले अब अहिले आउँदाखेरि निकाल्नु पर्छ, मजाले निकालेर खान्छ। सबैजना देश तथा स्वदेशमा रहनु भएको दाजुभाइ दिदी बहिनी बुवा आमादेखि सोल्टा सोल्टीहरू सबैजनालाई यही बडा दसैँको धेरै धेरै शुभकामना मेरो तर्फबाट। अनि फेरि जामा र टिका लाउन सबैजनालाई 5-5 को नोट मिलोस्। मलाई चाहिँ टक्क 1000 को भनेर भन्न नमिल्ने। आफू त के हो भने खाडीमा पर्यो, कसैले न टिका लगाइदिन्छ न जामरा लगाइदिन्छ। सो सेट आई एम भेरी ब्याड लक होइन। ओइ है फुलकुमारलाई फेरि फुलकुमार फुल भेट्टायो त। ओइ है फुल भेट्यो त फेरि मलाई त फेरि। आई एम फुलकुमारी ए फुलकुमार हेर्नु यति राम्रो फुल भेटा फुलकुमारी तिम्रो लागि भनेर मैले फुल टिपेको छु फेरि आज पनि होइन। टक्का लिन आइज है छिटो भन्दा छिटो।
हाय हाय मेरी फुलकुमारी कस्तो राम्रो छ आहा कौन है ये लोग कहाँ से आते हैं गएर हिँडेपछि मलाई फेरि यस्तो हो कि फेरि फुल भनेपछि फेरि मलाई गाडी हाय गाइज बाटो हेरेर हिँड्नु होला हेर्नु गाइज मौसम पनि क्या गुड छ आज हामी आज फाइनली दसैँ मनाउन हिँडेको एउटा फुल टिप्नु पर्यो तपाईँ फेरि एउटा पनि फुल है आइम सरी हेर्नु त फुल गाइज तिम्रो लागि फुल आहा क्या मजा छ त हेर्नु त गाइज फेरि पछाडि फेरि के गुडिरहेको छ फेरि यसरी फुल दिने भनेर टिपेको गाइज ठ्याक्क फेरि गइहाल्छ के गर्नु रुकिन्न त रोकेर रोकिँदैन ओ यो नि त पारा यो गाइज त कलर ह्याप्पी दसैँ यो टिप्न पाए त कस्तो मजा आउँछ पुरा टिप्न दिँदैन होला गाह्रो छ मलाई मान्छेहरूले दिमाग लाउन जाने भने यस्तो पनि हुन्छ है पुरा गोबी पुरा हेर्नु त क्या सिस्टममा बाबा क्या दिमाग लाउँछ मान्छेहरूले हेर्नु त गाडीको टायरमा पुरा पट्टा गोबीदेखि लिएर सब फलाएको छ हेर्नु त ग्यास हेर्नु ओहो माई गड यो नि त तरिका हेलो बेबी आई लभ यु आई मिस यु हाय हाय आई एम फुलकुमारी क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ ओइ है आम फुलकुमारी मलाई कस्तो देखेछ गए टक्क लाएर भनिदिनु त लु गाइज हामी सब मेरो 4 खासीहरू अगाडि हिँडिरहेको छ है धक्का फेरि सिधै खासी हो फेरि ऊ लोकल भाले पनि छटाएर त फेरि हेर्नु त गाइज सोमडी हामी आज कता जाँदैछौँ दसैँ मनाउन है है त्यहाँ फुल हेर्नु त राम्रो छ फुल हो यो तिहारमा हैन टिपेर मायालीलाई दिन पाए आहा अभी मजा आएगा ना त्यो के हो त्यो देखाउनु न गाइज आज हाम्रो दसैँको डरो पार्टी हुँदैछ हामी सोमडी आज केही न केही हुन्छ जस्तो छ ए बाबु नयाँ नाको लागि हाल्ने फेरि ना खाली माग्न गर्दा यहाँ ओइ होए हेर्नु गाई हेर्नु के भइरहेको आज यहाँ मन्दै मन्नु न त बा गाइज हामी चाहिँ फाइनली आइसक्यो होइन टक्क लाएर गाइज हामी जङ्गल भएको ठाउँमा आइसक्यो ओइ है फाइनली आइसक्यो केटाहरू उतातिर गइसकेको है गाइज उठौ गाइज यहाँ केटाहरू पुरा मासु पोल्ने तयारीमा यता चाहिँ पुरा बन्दा गरेको अवस्था छ यता केटाहरू आइरहेको छ होइन म चाहिँ यहाँ टक्क फेरि भरे चाहिँ बाटो खाली थियो के अरे टक्क बाटो खाली भएर बाटो बन्द खाली थियो कि अन्त बाटो बन्द गरेर सबै पुलिसहरूले होइन अहिले हामीलाई पनि पुलिसले छोप्यो भने फेरि लान्छ र टाइम पनि नो टेन्सन मसँग किनकि पासपोर्ट छ भिसा छ टन्नै त्यही भएर मलाई डर छैन मलाई केही पनि फरक पर्दैन सो हामी चाहिँ त आइरहेको छ तर अलिअलि चाहिँ डर छैन भन्दा पनि अलिअलि चाहिँ अब पिट्न सक्छ होइन त्यही हो केटाहरू गए चाहिँ यहाँ सुरु भइसकेको छ ल यहाँ मट्टप ढुङ्गा देखाउँदा टक्क एकदम तपाईँलाई होइन अस्ति नै एउटा मैले सिन हालेँ नि त ट्याक्क अहिले जान पाइँदा हुन्थ्यो कि त्यो ढुङ्गा नि गाइज यो ढुङ्गामा होइन मजाले बसेर फोटो खिच्न भिडियो उतापट्टि पनि छ ढुङ्गा होइन यतापट्टि टक्क कति मजा हुन्थ्यो यहाँ सायद जान पाउँछ पाउँदैन थाहा छैन अरू होइन अलिकति पुलिसको डर चेकिङ भइरहेको रहेछ कस्तो रहेछ चाहिँ त्यही भएर म चाहिँ यहाँ टक्क यो अस्ति नै एउटा सिन देखाएँ नि यो यस्तो थियो होइन यहाँ चाहिँ पुरा तलबाट जुम गरेर खिच्दा त आमामा
कस्तो बबल लाग्छ कि मलाई फेरि हेरौँ गाइज है यो सिनहरू डाँडा काँडा ओइ हे दसैँ आयो त दसैँ आयो यो चाहिँ कस्तो दामी के सवाल छ कि दामी छ कि चाहिँ डाँडा काँडा यस्तो छ गर्मी भइसकेको छ गर्मी भइसक्यो आज चाहिँ हाम्रो गर्मी भएको अवस्था गाइस लु फाइनल यहाँ आइसक्यो हाम्रो चाहिँ दसैँ मनाउन ओइ हे चक्को हेर्नु चक्को फेरि हे ल ल यहाँ चाहिँ हावा ओ सोल्टी के गरेको हौ तपाईँ ओहो के को लागि आएको बाल्डेको हो शिवडै यहाँ हाम्रो शिवडै हाम्रो गाइस केटाहरू हामी चाहिँ ए शिवडै हामी के गर्न आएको त भन्नु ल केही भनिदिनु पर्यो टक्क हामी लगभग हाँडी घोप्टेको मासु 3-4 किलो ल्याएर यहाँ ढुङ्ग्रेर हान्नेवाला छौँ तिमी जानकारी छ अनि लगभग सर्दै अब हामीले बोलेर अबेला नि भइसकेको छ 5:30 जति भइसकेको छ होइन समाइसकेको छ यो रातो माटोमा सेतो सुँगुरको फिला सर्दै बोलेर हामी खाएर ढुङ्ग्राएर हिँड्छौँ हामी ल भाइले तिमी के गर्छौ तिमी मगरको छोरा भएर सुँगुरको मासु कतिको रुचाउँछौ मन पर्छ पर्दैन यसो देऊ न ले सम्झी ले याले यार आगो बाल्दाखेरि हातै बोलिसक्यो गाई ए हे खट्टा भयो बिजोक रमाइलो भएछ त आम्मामा ओहो बोलिसक्यो होइन आगोमा आएको छन् आगो बालेको होइन बङ्गुरको मासु ढोग्रेको खोजे यस्तै हुन्छ के खट्टम अहिले मासु गम कि गम खानु त्यही सम्झेर होइन त्यही होला अब त यार लास्ट यार मजा लाउँछ टक्को लाएर गाइस दसैँ मनाउन आएको हामी चाहिँ पुरा के भइरहेछ त फेरि शिवडै ओइ हे ठिक छ ओइ हे हाम्रो सम्झी एकदम ल धन्यवाद ल ल ल यो पुरा मासु ओइ हे ब्युटीफुल पाराले हाँडी घोप्टेको मासु जलेको बाहिर मात्र कालो उनीहरूले घाटामा लगेर डढाउँथ्यो गरे हामीले चाहिँ डाँडामा लगेर डढाएका छौँ पुरा कराप झ्याप टक्को लाएर फेरि ओइ हे चर पोलिरहेको अवस्था हामी चाहिँ ओइ है मगर भाषामा भन्छ मासुलाई स्या के हो फुलकुमारी यही आउँदो मङ्सिरमा मसँग गर्छौ त बिहा ल यहाँ चाहिँ हाम्रो सोल्टीले यहाँ बङ्गुरको मासु हेर्नु गाइस टक्क पोलेको अवस्था सोल्टी ल भनिदिनु ल यो चाहिँ हाम्रो विशेष दसैँ आएको छ होइन अब परदेशमा दसैँको टाइममा खान पाइएन 4-5 दिन अगाडि नै हामी बङ्गुरको सेकुवा बनाएर खाँदैछौँ पोलेर अनि अरू देखाउँदा कस्तो भयो एकदम बबाल दसैँको शुभकामना भनेर मैले अनुरोध गरिसकेको छु है त हाम्रो सोल्टीले टक्क दसैँको शुभकामना दिइसक्नु भएको छ सबैजनालाई है हाम्रो विजय दशमी होइन 2082 को धेरै हार्दिक धेरै शुभकामना छ सबैजनालाई
लगायत अनि हामी चाहिँ वाक्स्या भनेर हाम्रो अब बाबाजीले परिचालन गर्दै आएको बिल्कुल हाम्रो 3 दिन आज एक दिनभन्दा बाँकी छुट्टी दिन नभएर दसैँ मनाउनलाई आज सुँगुरको मासु गरेर गाउँमा काट्दै हामीले चाहिँ पोलेर यहाँ कसरी कान्छ देखाउनु नजे पुरा माथिमा यता माथि देखाउनु नजे माथि उडेर मिल्दैन नि कान्छ यस्तो यता हेर पुरो झुम गर न चिन्ता काट्नु है ल सात मेसोस त यसरी मजे नि गाह्रो नमान्नु बस जाँडको झोलसँग खाएर है भाइ यसरी है ल सबैजनालाई दसैँ मनाउन आएको अवस्था हामी चाहिँ टक्क यहाँ मासु सासु पोलेर होइन दसैँ त अब अझै 2-3 दिन बाँकी छ त्यही पनि आज हामी चाहिँ आज मौका होइन आज मौका जुरा आजको सन्डे चाहिँ हामी चाहिँ पुरा दसैँ मनाउन आएको अवस्था त चाहिँ केटाहरू होइन है गाइस गुङ्गुरको मासु पुरा सेकुवा गरेर आएको आम्मामा खाइ ल बद्री राख के ढज टक्क हामी चाहिँ सबैजनालाई दसैँको शुभकामना भन्न चाहन्छु अब हाम्रो चाहिँ फेरि ड्युटी छ फेरि त्यही भएको कारणले आज सन्डेमा पुरा मनाउनु लाग्छ अवस्था हे चच्चको मासु गाइज खाइ ल फुलकुमारी खाइ ल बुङ्गुरको मासु हाम्रो त रन काम न हैन फोटो हालौँ न फोटो हालौँ न फोटो त्यो देखाउनु छ न उसमा अगाडि हाल्दैन अगाडि हाल्न के भन्छ भनौँ के थाहा नै छ के थमेल थमेल ल मासु उ गर्नु न म त खाँदैन ल हेर हेर्नु सबैजना हो ल चिया गरौँ न मासु यता उ गर्ने थमेल थमेल हाल्नु ल Đúng rồi, đang này mà không được. Nó đang đấy. यस्तो गरेर मात्र पकाए यति दसैँ भन्नु ठ्याक्क मिल्छ दाइको मात्रै हाल क्या उस त ल मासु मासु यो मासु है ल अलिक बोसो हान्छु है है गाह्रो नमान्नु होला दिन्न छोड त खाएला गाह्रो नमान यहाँ दिन्न फोटो हो क्या यहाँ 1 रुपियाँ धनियाँ किनेर ल्याएको यार पानी छैन छ नि पानी मासु खोल्नु न जम्दी यार दान्दै सक्छिन हैन हजुरले तीनटा सत्र खाइला दसैँ कति बेला त्यो हजुर ल अहिले ल्याए खाएन क्या कसैले ल्याए खाएन के अरे राजिना सुभाष गर्नु इसे लोसा न यार यहाँ के भाइ कता गर्ने बाहिर कतिलाई डरिँदै होला नि माले के अब त्यो हिममा त भाइ कम्पनीलाई त थाहा भएन भाइ यहाँ कतिले माथि हालिदिनु पर्ने हैन ओके बाहिर बरु यता त काम बल्ल सम्झिनु कुरा उदाइदिनु त नसन्टे बोसन हो बोलाइ काम गर्दैन अन्त काम गर्दिनु त बाहिर खोल्नु त पहिला मिठो छ एकदम सेभ गर्ने लायक हुनु पर्यो कि बाहिरको त अब त्यस्तै हो भनी म पश्चिमलाई यताउता पाइएसरी म कल गर्छु ल मैले मामालाई पनि त्यसरी ल्याऊँ त थाहै छ त तर मामाको काम पनि छोडेर अन्त्य मुन्टी त मैले अर्कै होटेल होटेलमा अर्कै होटेलमा मलाई नभनिकन हिँड्ने भनेको अस्ति रोक्दै म केही बोल्न सकिनँ भने त के गर्ने तपाईँले ल्याउनु भयो त्यसको म समयले प्रस्तुत गरेर ह्याप्पी दसैँ ह्याप्पी दसैँ भन्ने कुरा गरेँ बोल्नु न
ह्याप्पी दसैँ भन्ने नि सबै ह्याप्पी दसैँ ह्याप्पी दसैँ भिसा लाग्छ लाग्दैन थाहा हुँदैन तर अब काम चाहिँ खोजेर अब लगाइदिन सकिन्छ होइन यो हालमा ल मैलो अब के गरे हामी पनि माइलो माइलो ल हामी दुईजना मैलो मैलो मिलेर के गर्दैछौँ मासु पोलेर खाँदै इ यहाँ कुखुराको मासु पोल्दैछौँ होइन यार है है हामी दुईजना माइलो भएर यहाँ पुरा कुखुराको मासु पोल्दैछौँ यता पछाडि पछाडि फेरि पुरा पार्टी हान्दैछौँ फेरि टक्क ए यता फेरि खाइरहेको अवस्था फेरि ल गाइज यस्तै हो कि आगो फुक्न पनि पर्दैन पुरा टोपीले यसै खतरा 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 ख्यास 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 गरिदिएपछि फेरि आगो ढ्याप्पै बाल्छ त्यसपछि एकछिन मासु पाक्छ होइन त ऊ बाले बाले हेर्नु अब चर 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 गाइस यो के हो लेग पिस आम्मामामामा आजको दसैँबाट मजाले मनायो कसरी खाइन्छ गाइस यसरी खान्छ ल खायो है गाइस साथीहरू एउटा खाइरहेछ हालेर भइसक्यो पुरा नाकिएको छ म चाहिँ कपिराइट हुन्छ भने एउटा लेग पिस लिएर आएको एउटा खाइरहेको भिडियो बनाउन पठाउनु लाग्यो सो खानु भन्नु हो पोलेको मासु जस्तो मिठो हुन्छ क्या आम्मामा बहुत मिठो छ लु गाइस हामी चाहिँ अब टक्क यहीँ रात परिसक्यो होइन दसैँ पनि डह्रो मनाइयो अब हामी रुमतिर फर्किन लागेको अवस्था सबैजना अब यहाँ छ है गाइस मुङ्गुर बोलेको यसमा हो टक्कै है ल अब फर्किन लागेको अवस्था हामी चाहिँ यहाँ खाइरहेको अवस्था छ मैलो एउटा मैलो अघि मासु पोलेको मैलो हो अब फर्किन लागेको अवस्था गाइस आनेर भइसक्यो गाउँ हाम्रो जस्तै पुरा ल गाइस हामी चाहिँ यता आइपुग्यो फाइनली यहाँ बिरालो बाप भाग्यो हामी चाहिँ अब फाइनली अब रुम पुग्ने लागेको अवस्था छ होइन टक्क एकदम रमाइलो पनि भइयो
दिउँसोको मान्छे हेर्न यहाँ ढ्यार भइसक्यो राति भइसक्यो केटाहरू छ उता अगाडि पनि केटाहरू गइरहेको अवस्था छ अब हामी चाहिँ अब रुमतिर हिँडेको झुमियो रमियो एकदम बबाल पनि भइयो आज ल गाइस आई फाइनली फेरि माउरी निकालेर खाइयो आगि पुरा जाँदाखेरि हात टोकेको हाम्रो नि टोकियो टोक्नु त पुरा माउरीले टोक्यो माउरी अब खाना लगाएको अवस्था जिन्दगी अब खाना लगाएको यो सानोवाला माउरी हो आमामामा खुट्टाले मिडी तुम्हारे खाइ लाग्छ ओइ होए माउरी निकालेर खाइयो हामी मजाले सबै खाइ भादर किन भादर आज मजाको मिलेछ त बहादुर होइन क्या त बहादुर उनीहरूले ऊ टट बहादुर ल ऊ सिजन ऊ मिडी नाको ज्याक भेट्ने जाँदा मिलान्जी पयाजी का हाल निकालेको पुरा पुरा जिग्रो मटके पुरा मैले एकछिन भन पनि पुरा कर पुरो गरेर गममा खाँदै बिचरा ऊ जिब्रोमै टोक्दिएछ ए आम्मा हो खटम बाई बाई टाटा भोलि एमसी ल फाइनली हामी चाहिँ अब हाम्रो होस्टेलमा आइसक्यो होइन गाइड फाइनली हामी होस्टेलमा आइपुगे टक्क लाएर र हाम्रो माउरी मेन निकाल्ने आई चाहिँ मैले नसकेको अहिले पनि ट्राई गरेर सकिनँ तैपनि फेरि अहिले उहाँले चाहिँ पुरा निकालेको पुरा मा पनि खायो हात चाटी हाम्रो पछाडिवाला एकजना दाजुलाई चाहिँ पुरा एकछिन बाँडेर खाम भन्दाखेरि खुब हातमा कारा कुरुप पर ल्याममा खानु अरे म त्यसको माउ पनि खाएर पुरा जिब्रोमा टोक्दिएछ बर्बाद भयो फाइनली हामी रुममा आइपुग्यो आजको के तामराम जम्पन बबाल भयो होइन अब जस्तो लाग्छ त्यस्तै कमेन्ट लाइक लास्टमा मन पर्छ भने सब्सक्राइब पनि गरिदिनु होला यता मेरो पनि साथी अब सबैलाई गुड नाइट बाई बाई टाटा